छैनन् होइन अलि राम्रा छोरी जन्माउन सकिनस् अब त्यो त बाउकै अनुहार पनौतीको पाखा जस्तै परेछ अनि कहाँबाट छोरछोरी राम्रोसँग जन्मिन्छन् त तै मैको त गए त राम्रै हुन्थ्यो होला यत्रा मान्छे लेखनाथ महोत्सवमा यही सुन्न आएका रहेछन् यो बनकाली राम्री रे उन कुन एङ्गलबाट राम्री छ फुदुनु हेर्नु न चमेरो गुबा जस्तो छ म त्यति नराम्री रहेछु त के हेर्नु बस्यो अर्किलाको भए हुन्थ्यो नि तै हेर्दा हेर्दै अलिकति राम्री हुन्छस् कि भन्नु बसे नि आफू नि आफू महेन्द्र गुफा जस्तो मुख छ नाक हेर नाक पृथ्वी चोक जस्तो छ कपाल हेऱ्यो भने गोरुले हान्ने जस्तो यस्तो निस्किया छ आफ्नो नि आफ्नो निहुरेर हेर त हुन त निहुरिने हुँदैन फेवा ताल जत्रो पेट छ मुख हेर्नु त एकचोटि सेतीको खोज जस्तो छ बोली त झन् सुन्नै हुँदैन तित्राको जस्तो तिरिरिरिरिरि छ यो हिँड्नलाई पनि यसरी हिँड्छ हिँडाइ केटाको जस्तो छ मेरो हिँडाइ केटाको जस्तो रहेछ त के हेरेर बस्यो अर्किलाको हुन्थ्यो नि तै हिँड्दा हिँड्दै केटीको जस्तो हुन्छ